मलाई पर्खेर बस्नुभएका साथीलाई धेरै धन्यवाद। म राजेश हमाल नयाँ अङ्कका साथ फेरि आइपुगे। अङ्क 84। सुनिमाया उता हेर न। हानिदिन्छु नि, खाली जिस्किन्छ। आफूलाई कस्तो टेन्सन लागिरहेछ। आफू तिमी त कति टेन्सन लिन्छौ। यी मलाई हेर न, म जस्तो पो हुनुपर्छ त। तिमीलाई त के नि, जनतारको नाति। के भएको होला मान्छे तिमी? निमोटेको निमोटे, निमोटेको निमोटे, गाउसो लागे जस्तो भन्छौ तिमी। आफूलाई कस्तो दिक्क लागेछ क्या। अब के गर्छौ त? भिडियो देखाम भने मोबाइल छैन, झ्याप पारिहाले बुढाले। ठिक्क पर्यो, जे पाए त्यही हेर्नलाई। छ्या, कस्तो पेट कराएको तिम्रो। भोक लाग्यो त्यही भएर हो कि? तिमीलाई भोक लागेको छैन? लागेको छ। बिहान चाहिँ किन खाना थोरै खाएको त नि? बिहान भोकै थिएन कि। खाजा खाने त? पैसा छ त? अलिअलि छ। के लिएर? म नि जान्छु नि। पर्दैन जान, म आफै लिएर आइहाल्छु नि। भोपो पर्दैन सुकमान। ऊ मेरो ब्यागमा बिस्कुट बाँकी छ, त्यही खाम। ल त्यसो भए। सुकमान, हामी त्यही घर भएर नि किन यहाँ बास बसेको कि? कसैले देख्यो भने के भन्ने नि? देख्दैन। साँच्ची सुकमान, हामी दुईजना यसरी हिँडेको कस्तैलाई थाहा त छैन होला नि है? तिमीले भाइलाई भन्यो भने होइन? ब्याग मिलाउने बेलामा देखेर सोधेको गऱ्यो, अन्त भने नि। सोध्यो भन्दैमा भन्नुपर्छ त। अनि के गर्ने त? तल बजारसम्म जाने भनेको झन् पछि लागेर आयो। अनि कसैलाई नभन्नै भनेर फकाएर के किनेर फर्काएको नि। जो सहरबाट नि 20 पल क्याप ल्याइदियो भन्दै थियो। किन न त? त्यस्तो महँगो। साँच्ची सुकमान, नकुला अब के दिने होला कि? ल यी मेरो टी सर्ट देऊ। दिन्छ न खोप, यस्तो लगाएको टी सर्ट। त्यो तिम्रो फ्रकको ट्यागमा यसमा झुन्डाइदिनु थाहा पाउँदैन फेरि। अनि के त, नकिने पैसा आउनु पर्यो नि। तिमीले त हो नि मोमो खाएर सबै सकाएको। मोमो मात्रै खाऊ र? तिमीले घुमाउनु लगिन? फिल्म हेऱ्यो, उता गरियो, यता गरियो, सकिगयो नि पैसा त्यति। जुनीमाया के भयो, खाऊ न। भयो, पुग्यो। त्यसो भए म पनि खान्न, राख। साँच्ची तिमीले मलाई त्यो पार्क भन्ने ठाउँमा किन एक्लै छोडेर हिँडेको भन त? छोडेको हो र? आफूले यहाँ पिसाब लगाएर कस्तो भएको थियो। कान्छी आउँला देखेर गयो होइन? त्यस्तो भिडमा जान्ने हुन्छ। अब त सबै ख्याल गर्नु पर्यो नि त बुढी। ले हानिदिन्छ नि, बिहे नै भएको जस्तो। लौ जा त। नचिमोट न यार, कस्तो। सुकमान, के? साँच्ची नडाटी भन त। तिमीले त्यो मलाई म्युजिक भिडियो बनाउने साथीसँग भेटाइदिन्छु भनेर किन नभेटाएको नि? मलाई तिमीले नाचेको गाएको मन पर्दैन, त्यही भएर। के? अनि मलाई किन भेटाउँछु भनेर लग्या त? त्यही भातै त्रिलोचनसँग जाऊ लगी भनेर नि। जुनीमाया के भयो फेरि? बोल्दिनँ म तिमीसँग। नरिसाउ न, मैले तिम्रो लागि त गरेको नि। ढाँचौ, मेरो लागि गरेको भए यसरी झुट बोल्थ्यौ? झुट नबोले भए त तिमी नकरौ। तिमीले गर्दा घरमा मेरो आमा कति रिसाएको होला। नछौ मलाई। झन् सर गएर के सिक्छु अनि आमालाई खुसी पार्छु भनेको त। तिमीले नाचेर गाएर चाहिँ आमा खुसी हुन्छ? कुरा पनि तिमीले यस्तो गर्छौ भनेर थाहा भएको भए त म जाँदिनँ थिएँ नि। बाहिर मान्छेले सुन्छ, नगरौ न यार। किन नगराउने? गराउँछु, जसले सुने नि सुनोस्। नसमाउ, छोड मलाई, जान्छु म। जुनीमाया कहाँ जान्छौ? ए रश्मि, कसरी खाने कि तैँले त्यो सागै पुरिने अरे। ले म खन्छु, त त्यो झास भात लिनु। आमा यो बिचबिचको रायोको सागलाई नि उखिल्ने हो? सागहरू केही नचला, खन्दाखेरि राम्ररी उखेलेर म आफै सार्दिउँला। यो लसुन भएको ठाउँमा त सार्दा नै हुन्छ होला नि साग। लौ भो, लसुनको बिचमा केही पनि नलाउने यसपालि। पोहोर पनि त्यही भएर लसुनका गाँठा सानसाना लागे।
बाक्लो भएको हो कि भनेर यसपालि त लसुन पातो हलो हालेछु। ठिकै छ नि त, बरु अलि हात छिटो चला, बाबु नि उठ्ने बेला हो। उठ्यो नि मामा हुनुहुन्छ नि आमा। अब ती निरा मान्छेको के भर भने उठे त्यो दाउरे ल्याइदेऊ न भन्नुला भनेको, उनले भए पाँजैमा ल्याउँथे, हामीलाई भारी हाल्नुपर्छ। ओह मामा त उठिसक्नु भएछ त। ए अहिले फुत्त हिँड्न बेर छैन, बोला बोला। मामा ए मामा यता आउनु रे। यिनीहरू त यता लसुन बारीतिर पो रहेछन्, कता गएछौ भनेर हेर्छु म चाहिँ। बारीतिरै हुन्छौँ, बाबु पनि सुतिया छ, रोला ख्याल गर भने त झन्। निरा बेला भन्यो होला, के थाहा पाउन् त। अनि तिमीहरूको घर जाने बेला भएन भने? एकछिन ट्याम लाग्छ कि, आउ न जाँगर लागे भए खन तिमी नि। पाखुरा दुखिरहेछ, सक्दिनँ। मामालाई भोक लाग्यो जस्तो छ, बिहान नि खाना थोरै खानुभयो। लागेको थियो खाएँ। होइन सपना खायो कि के हो तिमीले? विपनामै खाएको हुँ। के खाजा खानुभयो र मामा? तिमीहरू भान्सा छौ कि भनेर हेर्न गएको। भान्सा 2टा उसिनेको अन्डाले त मलाई पो हेरेर बसिया रहेछन्। यसो तासतुस पारेर खाएँ। उहाँ नातिलाई खाजा खुवाउने बेला ठिक्क भइछ। सेलाओस् भने राखे अन्डा भुत्यायो होइन आफैले। आमा भइहाल्यो नि, उसिनौला नि त फेरि। त्यही त, जब 2टा अन्डा फेरि उसिने भइयो नि। भान्जाले उहाँ विदेशमा त्यत्रो पैसा कमाउँछन्, बहिनी यहाँ 2टा अन्डा दाजुले खायो भनेर लोभ गर्छ। हेर न कुरा त कति जाने। ल म यसो बजारतिर एक फेरो लाएर आउँछु। नाति निराकै छन्, उठेको नउठेको विचार गर्नु। त्यहाँ बारीमा अलिअलि दाउरा काटिया थिएँ, परेसामा ल्याएर राखिदिन्छौ कि भने त झन्। होइन, म बुढोलाई कति काम लाउँछु है बहिनी। त्यही त, सबै काम तिमीले नै भ्याइदिया छौ नि। हेर रिसाएको, भनिदिए नि के भन्दो रहेछौ भनेर, पछि राखिदिउँला। पछि भने कहिले हो कहिले? तिमी भन्छौ बहिनी, यो पाखुरो चलाउनै नहुने भएको छ क्या। बिरामी भएको भए आराम गरे भयो नि त। सुतेरै पनि कति बस्नु, हिँडेमा त। दाइले त्यति काम गरेर सघाउन् कि भनेको, हिँडे अब पिउनै हिँड्या त होला नि। आजकल त त्यति खाएको थाहा छैन मामाले। पैसा जति मलाई जिम्मा लाछन्, त्यही भएर होला नि। साँच्चै आमा, पैसाको कुरा बुझ्नुभयो कतै? छैन। अनि अशोकले पैसा चाहिँ किन पठाउन सक्दिनँ भने रहेछ, सोधिनस्? खै सुरुमै पसल किन्ने कुरा गरेका थिएँ, पैसा माग्छ भनेर होला नि। त पनि विदेश ठाउँ केही अप्ठ्यारो पर्या हो कि? कुरै नबुझी। केही पर्या छैन के, मेरो विश्वास नभए होला नि। अब उसलाई चित्त नपर्या भए भइगयो नि त, छोडिदे। त्यसो भनेर हुन्छ नि, बैना दिइसकेको कुरा। त्यत्तिकै बाठी भएर बैना दिनुपर्छ त तँलाई नि? मसँग भइदिए भए दिन्थेँ के अरे, छैन। के गर्छेस् त अब? तपाईँ खोज्न सक्नुहुन्न भने बजारको घडेरी ब्याङ्कमा राखेर भयो नि, पैसा त निकाल्छु आमा। निभाको बाबा सुन्नु न, के हो? छाती फुट्ला चाहिँ भयो। छिटो गरेर सुत न, चिसोले होला। निदाएपछि आफै ठिक हुन्छ। निन्द्रा नलागेर भने हो। एकछिन यता फर्किनु न। के भयो? केही भएको छैन। तिमी नसुत्नेमा कम्तीमा मलाई त सुत्न देऊ यार। बिहान 7 बजेमा आफूलाई मिटिङमा जानु परेको छ। ल सुत्नु तपाईँ। हेत्तेरिका, के गरायो? पानी खाऊ भनेको चिप्ल्यो। होइन भयो चाहिँ के तिमीलाई? आँखै देख्न छोड्या हो? हात कापेर केही चिज समाउनै नहुने भएको छ। नसक्ने भए भन्नु पर्थ्यो नि। चुपुक्क हुन लाग्यो, भुसे कुकुर जस्तै ख्याङ 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 गरेर खोकिया छ। के भन्नुभएको थियो यस्तो? अरे के भन्नु त, सधैँ यस्तै भइरहेको छ। 3-4 दिन भयो, जानै फतक्क गल्छ, छाती पनि गरुङ्गो भएको छ। खाने बेलामा बुद्धि पुऱ्याउनु पर्यो नि। नहुने कुरा त के नै खाएको छु र। मेरो आँखा छली छली जान्थ्यो नि महारानीलाई भेट्न। के थाहा खिचाइ होला नि त, चाहिने नचाहिने। जे कुरा पनि गुमाएर छोरीमाथि नथुपार्नु न। बरु तारालाई 1 गिलास पानी तताएर ल्याइज भन्नु न।
तारा, ए तारा, हजुर यता आइज। के भयो दिदी? नानी जा त एक गिलास पानी तताएर ले। फेरि गाह्रो भयो दिदी तपाईँलाई? खोक्दा खोक्दा सासै रोकेला जस्तो भएको छ। छिटो गरिदे। तपाईँको पाइटको गोजीमा ल्वाङ होला, पोलेर खान पाए नि खोकी कम हुन्थ्यो कि। सक्दिनँ म। खोइ उठ, चिसो तन्ना त फेर्नु पर्ला नि कमसेकम। त्यही माथि अर्को तन्ना राख्दा हुन्छ होला नि। यस्तो चिसोमा सुतेर मेरो जिउ ढाड्यो भने के गर्ने? अಯ್या हे तेरी, आड लिएर उड्न सकिन्न। कस्तो भाउन्न बनायो। दिदी के भयो? जिउ नै लग लग काप्यो। ल यो खानुहोस्। सरको बेडमा तन्ना मिलाइदे त। पर्दैन, म आफै हाल्न सक्छु। जे गर्नु छ उतै गरे हुन्छ। अయ్या कस्तो दुःख पाइयो। खै दिनु त, छाती मसाज गरिदिन्छु। तातो भयो भने आफै कम हुन्छ। पर्दैन त, जासुत। सरलाई बिहानै जानु छ, उठेर नास्ता बनाइदिनु। तपाईँलाई पनि हत्ते भयो है। एकचोटि अस्पताल जान पाए पनि हुन्थ्यो। भोलितिर ब्याउनुहुन्छ कि? 24 घण्टा कोठामा लाग्न सक्दिनँ म। तारा लिएर गए हुन्छ। दिउँसो शर्मिला आएकी थिए। उसकी सासूलाई नि यस्तै रोग थियो रे। पछि त्यो के जातीय सिउ हाट कि न्यू हाट हस्पिटलमा लगेपछि चट्टै निको भयो भन्दै थिए। लोग्नेरी विकास प्रोजेक्टमा डलर घुस खान्छ। उनीहरूलाई जति महँगो अस्पतालमा लगे पनि के हो र? निको हुने भए त जानुहुन्थ्यो नि। बरु म भाइलाई अलिकति खर्च पठाइदिए भन्थे। खर्च मात्रै किन, लगेर एउटा दिदी पाल्न सक्दैन त्यसले? उतै गएर बसे हुन्छ। मैसरी सुनाखरीमा अब प्रश्न स्तम्भको पालो। गएको हप्ता हामीले सोधेका थियौं, हाम्रो कानूनमा बहुविवाह गर्नेलाई जेल सजायको व्यवस्था छ कि छैन। धेरै श्रोताहरूले छ भनेर सही जवाफ पठाउनु भएको छ र कतिले व्यवस्था भए पनि राम्ररी कार्यान्वयन नभएको गुनासो पनि लेखेर पठाउनु भएको छ। जवाफ दिनुहुने सब श्रोतालाई धेरै धेरै धन्यवाद। गोला प्रथा गर्दा विजेता छानिनु भएको छ पुतली सडक काठमाडौँबाट सृजना खड्का। उहाँले पाउनु भएको छ जस्मिन हाइजिन प्रोडक्ट सेफ्टीको तर्फबाट उपहार। त्यसै गरी रु 500 को रिचार्ज कार्ड पाउनु भएको छ धनकुटाकी साथी रमा सापकोटाले। रमाजीले हामीलाई 1660013456 मा फोन गरेर नाटकको बारेमा प्रतिक्रिया पनि दिँदै आउनु भएको छ। रमाजी, तपाईको सल्लाहले हामीलाई नाटक राम्रो बनाउन धेरै मद्दत मिलेको छ। अब आउने हप्ताको लागि प्रश्न छ, हाम्रै घर खेत बारीमा पाइने कुनै 2वटा पोषणयुक्त खानेकुराको नाम बताउनुहोस्। तपाईले मोबाइलको मेसेज बक्समा गएर MSS टाइप गर्नुहोस् र एक स्पेस दिनुहोस्। त्यसपछि जवाफ लेखेर हामीलाई 5500 मा SMS गरिदिनुहोस्। जवाफ तपाईले हाम्रो टेलिफोन नम्बर 1660013457 मा रेकर्ड पनि गर्न सक्नुहुन्छ। फेसबुक पेजमा मेसेज पनि गर्न सक्नुहुन्छ। जवाफसँगै नाम र ठेगाना पनि उल्लेख गर्नुहोला। नाटकका बारेमा मनमा लागेका कुरा फोन गरेर रेकर्ड गराउनुहोस् है। अब भेट आइतबार साँझ 6 बजे।